हेलो गाइस, के छ हालखबर? ल आज चाहिँ हामी दुई भाइ बिना कृष्ण र म नेपालगञ्ज जान लागेको छौँ। अब के गर्न जान लाग्छ भनिसकेपछि हजुरहरूलाई एकछिनपछि म देखाउने छु। अहिले हामी चाहिँ एकै घरबाट हिँड्यौँ दुईजना सँगै। आज हिरो भएर जान लाग्छौँ दुईजना स्कुटीमा। के गर्न जान लाग्छौँ गेस गर्नु होला है। अब हामी एकछिनमा देखाउँछौँ मैले केटा भिडियोबाट जान लाग्छौँ, केटा हामी भिडियोबाट जान लाग्छौँ। जे पनि हुनसक्छ है, फेरि जे पनि हुनसक्छ। मजाले भिडियो हेर्दै गर्नुहोस्, आउँछ मजाले। के गरेर जानु भनेपछि थाहा भइहाल्छ। ल हामी गाउँबाट निस्क्यौँ, बजार जान्छौँ, कहाँ कहाँ जान्छौँ। आज लटअप भिडियो, लटअप रमाइलो गर्ने दुईजनाले है। आज चाहिँ म हिँडै भएर जान लाग्छु जस्तो मलाई लागिरहेको छ, फिल भइरहेको छ मलाई। अनि हिँडो भएर जान लाग्छौँ फर्मल कपडा लगाएर। यही हो। अब निस्किँदैछौँ, म देखाउने नै छु अरू अरू क्लिपहरू है त। ल साथीहरू, हामी चाहिँ कोलपुर सिटीमा आइपुगेका छौँ है। हाम्रो कोलपुर, राम्रो कोलपुर भनेको यही नै हो। आज चाहिँ हामी कहाँ जान लागेको छौँ भनिसकेपछि नेपालगञ्ज जान लागेको छौँ। किन जान लागेको छौँ भनिसकेपछि आज हामी होस्टेल 3 मुभी हेर्न जान लागेको छौँ। अब को जान लागेको छौँ भनेर हजुरहरूलाई थाहा नै होला म र किन जान लागेको छौँ है। यो ठाउँमा त हामी सबै 4 जना टिम नै भइदिएको भए एकदम मजा आउने थियो होला। तर अफसोस छैन हामीहरू अहिले चाहिँ, किनकि सबैको टाइम पनि मिलेन योपालि। नत्र अरू सोहरू, अब अरू मुभीको सोहरू हेर्न जाने बेला हामी सबै 4 जना भएर नै जान्थ्यौँ। तर त्यति बेला चाहिँ हामी नाइटमा जान्थ्यौँ। आज फर्स्ट टाइम के हामी डेमा जान लागेको छौँ। नत्र हामी जुनसुकै मुभीको सो हेर्दा पनि हामी नाइटमै हेर्थ्यौँ क्या। नाइटमा हेर्थ्यौँ, राति घर आउँथ्यौँ, एकदम मजा आउँथ्यो। तर आज चाहिँ अब त्यस्तै समस्या परेको कारणले चाहिँ हामी हेर्न चाहिँ डेमै गयौँ क्या। किनकि हामीले होस्टेल 3 मुभी हेरेर हामीले आफूले पनि बनाउने हो, स्क्रिप्ट लेख्नुपर्छ, 2-3 दिन लाग्छ। त्यही भएर चाहिँ आज जसरी भए पनि जाने भनेर हो। किनकि हाम्रो प्लानै थिएन क्या। प्लान भइदिएको भए हामी सबै जान्थ्यौँ होला सायद। प्लानै थिएन, प्लान बिनाको काम त भइगयो। अपरझर उठ्यो, भकाभक उठ्यो, खानासाना खाइयो, मुखसुख लिएर हिँडेको मान्छे हामीहरू होइन। त्यही हो, अब हामी 2 जना मात्रै भए पनि आएका छौँ। आएर अब रमाइलो त गर्नु पऱ्यो। गएर हामी हलमा जान्छौँ, यसो एकछिन मुभी हेर्छौँ होइन। कस्तो छ हेर्छौँ, मुभीहरू हेरेर रमाइलो गर्छौँ, खान्छौँ, पपकर्नहरू खान्छौँ, रमाइलो गर्छौँ। त्यही गर्ने अनि आउँछौँ। अनि कहानी बताउने हो। साँझ टक्क सबै 4 भाइ बसेर चाहिँ मजाले स्क्रिप्ट लेखिन्छ। स्क्रिप्ट लेखिसकेपछि हामीले पनि अब होस्टेल 3 मुभी बनाउँछौँ है त। अघि भन्दा अहिले चाहिँ अलिकति स्पिडमै आएको छु मैले कृष्ण सरलाई। अलिक कुदाऊ, अलिक स्पिड जाउँ मैले भनेर चाहिँ कृष्ण सरलाई भनिरहेको छु कि धक्का दिइरहेको छु पछाडिबाट। किनकि अब हामीसँग टाइम नै छैन यार। उता 12 बजे सो छ अनि चाहिँ हामी यता 11:45 यहीँ भइसक्यो। अब कति बेला पुग्छौँ हामी, कति बेला टिकट काट्छौँ, अनि कति बेला भित्र छिर्ने हो भन्ने भइसक्यो क्या। किनकि मुभी भनेको हामी पुरा सुरुदेखि लास्टसम्म हेऱ्यो भने बल्ल कहानी बुझिन्छ। बिचमा गएर 5-10 मिनट यता छुट्यो भने के हो थाहै हुन्न क्या। त्यही भएर चाहिँ अलिक छिटो जाउँ भनेर हामी हिँडिरहेछौँ होइन। हल्का 1 मिनट भने छुट्यो भने मजा हुँदैन क्या। त्यहाँ कहानी बुझ्न गाह्रो हुन्छ क्या। त्यही भएर चाहिँ छिटो जाउँ भन्ने हो। छिटो जाम, छिटो लागौँ, कुदाऊ, अलिक धगेल छिटो गर के भनिरहेको छु मैले कृष्ण सरलाई है। ल अब हामीलाई पुग्नलाई धेरै टाइम छैन होइन, मात्र 2 मिनट लाग्छ। तर अगाडि चाहिँ मामा देखिया है। मामा चाहिँ देखिया। मामा मान्छे फेरि यमान मान्छे पनि नि हो। मामाले गाली गरे एउटा अटोलाई, थाहा कि नि। तर मामा सँगसँगै छौँ हामीहरू। मामाकै बारेमा कुरा गर्दै हिँड्दै थियौँ ऊ र कृष्ण सर र म होइन। मामाले के गर्छ, मामालाई देखाइ मामाकै पछाडि हिँडौँ न भनेर कुरा गर्दै हिँडिरहेको थियौँ। तर यो बिल्डिङ छ नि, यो बिल्डिङ देखेपछि चाहिँ कसम मलाई होइन, जहिले पनि सिनी रोयल आयो, सिनी रोयल यही हो जस्तो मान्छु कि म, झुकिन्छु क्या। यसैको विषयमा चाहिँ हाम्रो कुरा भइरहेको थियो कृष्ण सरको र मेरो। तर सिनी रोयल भनेको यहाँ छ क्या, अगाडि हो। अहिले देख्नुभयो भने यो चाहिँ अहिलेको सिनी रोयल यो चाहिँ हो क्या। हामी सिनी रोयलमा पुग्यौँ। कोही छैन त मान्छे त यार, खोइ त कोही छैन। हामी मात्र हेर्न आएको, पुरै खाली छ दाजु। हजुर आज खाली छ त, मान्छे आएन कि आज। आज त खाली रहेछ सबै। आज सन्डे खाली रहेछ, आज पुरै खाली छ। आज सन्डे भएर पनि होला सायद, पुरा खाली छ।
बाह्र बजेको मान्छे एउटा मात्र आज सन्डे भएर पनि पुरै खाली छ। आज हाम्रो गाडी मात्रै छ क्या हो त पार्क, त्यसैको गाडी पनि छैन। हुनु त उतातिर आउनु भएको छ धेरै। ल सिरियलमा हामी आइसक्यौँ। जोडीहरू छन् गाडी, जोडीहरू छन् यहाँनिर इभेन्ट हामीले पार्किङ। यहाँ जोडियो मस्त। यो पार्किङ है ल हुन्छ भइहाल्छ। पार्किङ पैसा ल एउटा कोठामा घुसाइहाल त सर पारेर। आइसकेका छौँ। ल हाम्रो कृष्ण सरको लुक्स है। ल ओ झऱ्यो बस। हेर यता सर लुक्स चाहिँ दामी छ। वा ये एयरपोर्ट पनि हालेछ नि त कानमा। एउटा कानमा हाल न, दुईवटा किन हाल? लाज हुन्छ एउटा मात्र हाल। एउटा मात्रै हाल के हिँडेर मात्रै हाल्छन् कि एउटा मात्रै हाल्छन्? एउटामा हाल्छु बरु ल्याऊ। एउटामा हाल्छु। डिटेल मागे रहेछन् भन्ने लाज गर्छ। एउटा मात्रै हुन्छ क्या प्रायः खासमा। ल हामी चाहिँ मेरो लुक्स देखाउनु नि ल। मेरो लुक्स देखाउ त। म के जम्मै टिकट काट्नु। ओहो हेर लुक्स हेर। ओहो हाल्छु मैले किलो स्वाइग हेर। तिम्रो चित्त दुख्ने मेरो पनि त मन छ नि। आफूले माया गरेको मान्छेले यस्तो बिहेभ गर्दा मलाई पनि त हर्ट हुन्छ। म यहाँ माफी नै माग्न आएको निसा। तिम्रो आँखामा म मेरो लागि माया देख्छु, तर आजसम्म मैले जसलाई पनि माया गरेँ, जसलाई पनि चाहे, मेरोसँग म टाढिनु परेको छ। यही कुरा तिमीसँग नदेरोस् भन्ने म चाहन्छु। सायद कमजोरी ममै छ होला। मुभी हेरेर आइसक्यौँ साथीहरू हामीहरू चाहिँ। एकदम राम्रो छ साथीहरू, एकदम सोचेको भन्दा पनि एकदम राम्रो छ क्या। आउटस्ट्यान्डिङ छ क्या मुभी। बवाल छ, सस्पेन्स छ। वाउ क्या दामी सस्पेन्स छ क्या। मलाई चाहिँ मन पर्यो अनि हाम्रो कृष्ण सरलाई पनि मन पर्यो एकदम। अब यो मुभीलाई चाहिँ हामीले टक्क बनाउनेवाला पनि छौँ। हाम्रो टिम तिरपोल 44 च्यानलमा आउनेवाला छ। हेरिदिनु होला, हाम्रो पनि हेर्नु होला। अनि यता हलतिर गएर पनि मजाले हेर्नु होला है। राम्रो काम गर्नुभएको छ सबैजनाले। फर्स्टमै यति राम्रो काम गर्नु भनेको धेरै ठुलो कुरा हो। अनि ल अब चाहिँ हामी घर लाग्न लाग्यौँ। अब होस्टेल 3 मुभीलाई चाहिँ धेरै धेरै शुभकामना। अझै सो पाओस् होस्टेल 3 मुभीले, अझै राम्रो होस् है, त्यही भन्न चाहे मैले चाहिँ। अब चाहिँ हामी नेक्स्ट भ्लगमा भेट्ने नै छौँ। बाई बाई है त।